आज हजुरलाई म मोबाइलका यस्ता तीनवटा सेटिङको बारेमा जानकारी दिन गएको छु। यी एकदमै महत्त्वपूर्ण छन् है। हजुरले आफ्नो मोबाइल चलाउँदा, हजुरको एप्सहरू खोल्दा अथवा हजुरले युट्युब चलाउँदा, टिकटक चलाउँदा, फेसबुक चलाउँदा हजुरको मोबाइल एकदमै ह्याङ गर्छ भनेपछि हजुरले यी तीनवटा सेटिङ गरेर चेक गरिहाल्नु होला, मिलाइहाल्नु होला। अहिलेसम्म मिलाउनु भएको छैन भने गएर मिलाइहाल्नु होला। यी तीनवटा सेटिङ मिलाइदिनु भयो भने हजुरको सम्पूर्ण समस्या खत्तम हुनेछ र हजुरको मोबाइल कहिले पनि ह्याङ त हुने चान्सै छैन। गजबका एकदमै महत्त्वपूर्ण तीनवटा सेटिङ लिएर आएको छु है। कुन हुन् त तीनवटा सेटिङ, यसको बारेमा अगाडि एक जानकारी दिनेछु। त्यसैले यो भिडियोलाई हजुरले स्किप नगरिकन सम्पूर्ण कुराहरू हेर्नु होला। हजुरलाई यो भिडियो मन पर्यो भने लाइक गरिदिनु होला। च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन प्लिज सब्स्क्राइब गरिदिनु होला। हजुरको एउटा सब्स्क्राइबले हामीलाई धेरै हौसला प्रोत्साहन मिल्छ भिडियो बनाउन। त्यसैले सब्स्क्राइब गरिदिनु होला। नमस्कार, म प्रताप शाह, स्वागत छ हजुरलाई प्रताप टेक च्यानलमा। आउनुहोस् अब हजुरले म के हुन् त यस्ता महत्त्वपूर्ण सेटिङ जुन सेटिङ मिलाउँदा हाम्रो मोबाइल जिन्दगीमा ह्याङ हुने त चान्सै छैन, त्यस्तो बनाइदिन्छ। त्यसको लागि कुन कुन सेटिङ मिलाउन पर्छ त यसको बारेमा अगाडि सम्पूर्ण जानकारी दिन गइरहेको छु। हजुरले भिडियोलाई अन्तिमसम्म हेर्नु होला है। त्यसको लागि पहिलो काम के गर्नु होला भने आफ्नो मोबाइलको यसरी सेटिङमा जानुहोस्। यसरी सेटिङमा जानुभयो भने यहाँ माथि सर्च भनेको छ, यो सर्चमा यसरी टच गर्नुहोस्। त्यहाँ गएर हजुरले के लेख्नुहोस् भने सफ्टवेयर अपडेट लेख्नु होला है। यसरी सफ्टवेयर अपडेट लेख्नु भने यहाँनिर हजुरलाई सफ्टवेयर अपडेट भनेर देखाउँछ। यसरी सफ्टवेयर लेख्ने बित्तिकै पनि हजुरलाई यहाँ तल सफ्टवेयर अपडेट भनेर आइहाल्छ। यसरी हजुरले माथि सफ्टवेयर अपडेट लेखे पनि हुन्छ, सफ्टवेयर मात्र लेख्दा पनि यहाँनिर सफ्टवेयर अपडेट भनेर आइहाल्छ। यसलाई हजुरले यसरी टच गरिदिनु होला। यसलाई टच गरेर हजुरले आफ्नो मोबाइलको सफ्टवेयर अपडेट छ कि छैन त्यो कुरा हजुरले थाहा पाउनु पर्ने हुन्छ। यहाँनिर भनेको छ भर्जन अप टु डेट भनेको छ। मेरो मोबाइल अपडेट भइसकेको छ, मेरो मोबाइल अप टु डेट छ। हजुरको मोबाइलमा अपडेट छैन भने यहाँनिर रातो टिक आउँछ, हजुरले अपडेट गरिहाल्नु होला। अपडेट गर्नु भने हजुरको मोबाइल सर्र चल्ने गर्छ। मोबाइलमा अपडेट आछ तर हजुरले अपडेट गर्नु भएको छैन भनेपछि हजुरको मोबाइल राम्रोसँग चल्दैन। यो हजुरले पहिलो काम गर्नु होला, गएर चेक गरिहाल्नु होला। यस्तै हजुरलाई म दोस्रो महत्त्वपूर्ण सेटिङतिर गइरहेको छु। त्यसको लागि यसरी ब्याक आउनुहोस्। यसरी ब्याक आइसक्नुभयो भने अब हजुरले यहाँनिर एउटा एप्स देख्नुहुन्छ है, जुन एप्स डिभाइस केयर पनि भन्न सक्छ, हजुरको मोबाइलमा ब्याट्रीमा पनि हुनसक्छ। मेरोमा के भनेको छ भने फोन म्यानेजर भनेको छ। सायद हजुरकोमा पनि फोन म्यानेजर भनेर एउटा पहिले नै मोबाइल कम्पनीबाट नै यो एप्स डाउनलोड भएर आएको हुन्छ, हामीले यहाँ राख्नु पर्दैन। त्यो एप्सलाई यसरी ओपन गर्नु होला। यसरी ओपन गर्नु भने यहाँनिर अप्टिमाइज भनेको छ, यो यसलाई अप्टिमाइज गरिदिनु होला है। यसलाई अप्टिमाइज गरिदिनु भने अब के हुन्छ भने यहाँनिर हेर्न सक्नुहुन्छ 100 सम्म अप्टिमाइज भयो भने अब हजुरको मोबाइल एकदमै राम्रो भइसकेको छ। अप्टिमाइज गरिसकेको छु। यहाँनिर हेर्न सक्नुहुन्छ सबै निलोमा आएको छ। यसरी निलोमा सबै चिज देखाएको छ भनेपछि अब हजुरको मोबाइल क्लियर छ भन्ने थाहा पाउनु होला। यसलाई डन गरिदिनु होला। यसलाई डन गरेर के गर्नु होला भने यहाँ भाइरस एन्ड रिस्क भन्छ, यसलाई पनि टच गर्नु होला। यसलाई टच गरेर यहाँ स्क्यान गरिदिनु होला है। यसरी स्क्यान पनि गरिदिनु होला। यसलाई स्क्यान गरिदिनु भने के हुन्छ भने हजुरको सम्पूर्ण भाइरसहरू यसले फालिदिन्छ। स्क्यान गरेर खोजी खोजी फालिदिन्छ। यसरी खोजी खोजी फाल्यो भने अब हजुरको मोबाइल ह्याङ हुने त चान्सै छैन। थोरै टाइम लिन सक्छ। हजुरको मोबाइल ह्याङ छ, धेरै ह्याङ गर्छ भने थोरै टाइम लिन सक्छ। मेरो मोबाइल थोरै ह्याङ हुनसक्छ किनभने म बढी काम गरिरहने हुनाले मेरो भाइरस पनि आउन सक्छ। त्यसैले यहाँ पनि थोरै टाइम लिएको छ। हजुरकोमा झन् बढी लिन सक्छ अथवा कम लिन सक्छ, त्यो हजुरले कमेन्टमा भन्नु होला। यो काम हजुरले अवश्य नै गर्नु होला। यसरी हजुरले यसलाई 100 सम्म पुगाउनु होला र आफ्नो भाइरसहरू सम्पूर्ण कुराहरू फाल्नु होला। यो एकदमै राम्रो छ, एकदमै महत्त्वपूर्ण छ। अब एकदमै महत्त्वपूर्ण तेस्रो सेटिङ पहिले नै भनेको थिएँ म हजुरलाई, तेस्रो सेटिङ त बबाल छ भनेर। त्यसको लागि हजुरले फेरि यसरी ब्याक आउनुहोस्। ब्याक आइसक्नु भने के गर्नु होला भने यसरी आफ्नो मोबाइलको सेटिङ खोल्नु होला। अनि थोरै तल आउनुहोस्। यहाँ तल आउनुहोस्। यहाँनिर भनेको छ हजुरकोमा के भनेर लेखेको छ, जस्तै मेरोमा एबाउट डिभाइस भनेको छ। हजुरकोमा डिभाइस केयर पनि लेख्न सक्छ। यहाँनिर यसलाई एबाउट डिभाइसलाई यसरी टच गर्नु होला। यसलाई टच गर्न थोरै तल आउनुहोस्। यहाँ तल आउनुहोस्। यहाँ भर्जन भनेको छ, यो भर्जनलाई यसरी टच गर्नु होला। यसलाई टच गरिसक्नु भने यहाँ बिल्ड नम्बर भनेको छ। यो बिल्ड नम्बरलाई 7 पटक यसरी 7 पटक ट्याप 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 पार्नु होला। यसरी हजुरले 7 पटक ट्याप ट्याप पारिसक्नु भने अब यसरी ब्याक आउनुहोस् है। फेरि ब्याक आउनुहोस्। फेरि सेटिङमा
जानु होला। सेटिङमा गइसक्नु नि हजुरको मोबाइल स्यामसङको छ भने यहाँ तल आउँछ डेभलपर अप्सन भनेर है। यहाँ मेरो स्यामसङको मोबाइल हैन, मेरो स्यामसङको मोबाइल नभएको हुनाले म एडिसनल सेटिङमा जानुपर्ने हुन्छ। हजुरको स्यामसङको छ भने यहाँ तल नै देखिन्छ डेभलपर अप्सन भनेर। म एडिसनल सेटिङ भित्र जान्छु। एडिसनल सेटिङ भित्र गइसक्यो थोरै तल आउनुस्, यहाँनिर हजुर देख्न सक्नुहुन्छ डेभलपर अप्सन भनेर। यो डेभलपर अप्सनलाई यसरी टच गर्नु होला। यसलाई टच गर्न नि यहाँनिर एकदमै महत्त्वपूर्ण 3वटा सेटिङ छन् है। फेरि है एउटा सेटिङ भित्र पनि 3वटा छन्। यसरी हजुरले खोज्दै जानु होला, यसरी खोज्दै जानु होला। म भन्छु हजुरले कहाँनिर गएर के गर्नुपर्छ भनेर। यसरी तल आउनु होला, यसरी तल आउनुस्। थोरै टाइम लाग्छ खोज्नलाई, हजुरले केही पनि टेन्सन नलिनु होला। यसरी तल आउनुस्, यहाँनिर तल आउनुस्। यहाँनिर तल आइसक्नु भने यहाँनिर भनेको छ विन्डो एनिमेसन स्केल भनेको छ। यसलाई हजुरले यसरी खोल्नु होला। यसलाई खोल्नु भने अफमा छ अथवा 1 मा छ भनेपछि हजुरले के गर्नु होला भने 0.5 मा राख्दिनु होला है। यसलाई 0.5 मा राख्दिनु होला। यस्तै यहाँनिर भनेको छ ट्रान्जिसन एनिमेसन स्केल भन्छ, यसलाई पनि हजुरले 0.5 मा राख्नु होला। अनि यहाँ तल भनेको छ ड्युरेसन स्केल भनेको छ, यसलाई पनि हजुरले 0.5 मै राख्नु होला। यी 3वटा सेटिङलाई हजुरले 0.5 मा राखिदिनु भने अब हजुरको मोबाइल जिन्दगीमा ह्याङ हुने त चान्सै छैन। हजुरको मोबाइल अब जे खोल्नुहुन्छ है, जे खोल्नुहोस् फटाफट 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 खोल्नेछ। 1 सेकेन्ड पनि टाइम लिने छैन। यसरी मजाले फ्याट्ट फ्याट्ट खोल्नेछ। चाहे हजुरको डाटा एकदमै कम छ भने पनि खोल्नेछ, वाइफाईमा राम्रो हजुरको वाइफाई छैन भने पनि खोल्नेछ। एकदमै सजिलो तरिकाले हजुरले सरल तरिकाले आफ्नो मोबाइललाई फटाफट फटाफट बिना ह्याङको खोल्न सक्नुहुनेछ। छैन त यी 3वटा महत्त्वपूर्ण सेटिङ। हजुरलाई कस्तो लाग्यो जस्तो जस्तै कमेन्ट गर्नु होला। यो भिडियोले चाँडै सोसियल मिडियामा जताततै सेयर पनि गरिदिनु होला। हस्, फेरि आउनेछु। हस्।